हेलो हेलो हुक्पा इन्टरटेनमेन्ट युट्युब च्यानलका साथीहरू, तपाईहरु यो भिडियोमा पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला र प्रतिक्रिया जनाउनु पनि नभुल्नुहोला। तपाईहरुलाई म विभिन्न विधाका भिडियोहरू तपाईहरुलाई फेरि पनि सार्वजनिक गर्नेछु र अस्ति तपाईहरुलाई मैले यो मुडे घरबाट पुत्का मौरी आधुनिक घरमा सारेको भिडियो सार्वजनिक गरेको थिएँ र त्यो मौरीहरू पुत्का मौरीहरू चाहिँ आज लगभग 15-16 दिन भएको छ र यिनीहरू सक्सेस भएको जस्तो छ सारेको चाहिँ। यो मुडे घरबाट आधुनिक घरमा सार्नु सक्सेस हुने रहेछ, यसबाट पत्ता लाग्यो। र यो चाहिँ टुटी निकै लामो भएको थियो, यो चरा कल्चुडा भन्नेले चाहिँ चुडाइदिएछ र यसमा चाहिँ 1 इन्ची जस्तो लामो भएको छ र यसमा चाहिँ भाँचेर फेरि पनि सुरु गरेको छ बनाउनु। र यो भित्र के कस्तो बनाएको छ भन्ने कुरो चाहिँ म तपाईहरुलाई फेरि दोस्रो भिडियोमा देखाउने छु। यो भित्र चाहिँ कस्तो छ, यो भित्र खोलेर म तपाईहरुलाई फेरि पनि देखाउने छु। र यो मौरीहरु चाहिँ यो आधुनिक घरको मौरी चाहिँ यसबाट अस्ति मैले देखाएको थिएँ, यसलाई 2 फप्लेटो बनाएर फुटाएर चाहिँ यसमा सारेको। ल त मेरो हुक्पा युट्युब च्यानललाई हेर्दै गर्नु होला। धन्यवाद।